चढ्यो क्या पिकनिक जाने मान्छेहरू नजाँदा पनि हुन्थ्यो त काली त रुँदै आइपुग्यो नआउँदा पनि हुन्थ्यो त त काले बाबा हाजिर छ गोरु व्यापारी गर्नु हिँडेको म त गोरु बिक्री गर्नु आज चाहिँ पैसा तरै कमाइन्छ समझ रहे हो हेलो गाइस गुड मर्निङ हाम्रो आज गाई गोरु चाहिँ धेरै छ ल 1000 2000 3000 4000 5000 6000 मा बिक्री गर्न लागिरहेको छ टिकारो घाटमा फाइनली हामीहरू पिकनिक गर्न चाहिँ टिकारोमा सुभाले चस्मा लगाएको अवस्था दिनेशले पनि लगाएको अवस्था हल्ला चाहियो त हल्ला चाहियो पिकनिक आएको अरे सुनसान गइरहेछ किलोको खसी ढलिसकिसक्यो सुन्दरी लोग देखो इधर अम्मा विश्व सुन्दरी चाहिँ ओ बेहुला बाटीलाई भोक लाग्यो अरे अब खानासाना खाइसकेपछि यहाँ अब भाडा बसिरहेछ भान्जी बाटी 3 जना छ यहाँ अरू कसैले खाएको छैन देखेछ छैन नि यहाँ 3 जना भान्जे बाटी छ दाल ओ भान्जे लोग जल्दी काम गर तुम्हें बाहिरको जलेछ तर भित्रको त राम्रो रहेछ यार देखो न भित्रको त राम्रो छ यार नाउ आई एम ह्याप्पी क्या मजाको रस्टिङ भयो नि अरे पुरा सेकुवाले पनि ओइ भिडियो आजको पिकनिकमा अहिले भर्खर 2 साढे 2 भइसकिसकेको छ बल्ल लन्च हुँदैछ हाम्रो यहाँ ल भर्खर लन्च सुरु हुँदैछ हाम्रो सुभाषले 3 टप्ला हानिसकिसक्यो यो मान्छे है 3 टप्ला हान्ने 3 किलो भात भेरी गुड यतापट्टि पनि छ हाम्रै टिम हो मासुमा के साह्रै मरिमेट छ फेरि हेर आम्मामा कत्रो लिएर बसेको छ कर्माले बेजती यो कर्म जतिको चाहिँ अरू मान्छे कोही छैन मासु खानुमा चबाको नम्बर 1 नि चबाको त हेर मासु हेर न 5 चक्टर छ यति सारा अझै माग्दै छ सलाड यति नै बाँच्यो मातु नाली चढ्यो क्या मालुम तिम्रो गालामा